Hello everybody, welcome back to my channel again. आज चाहिँ सेकेन्ड डे इन दार्जिलिङ हैन। आज चाहिँ हामी नेपाल फर्किन लागेको अनि त्यही हो एकदम रमाइलो भयो दार्जिलिङमा। मौसमले चाहिँ एकदम साथ दियो अरु भन्दा पनि। अनि फेरि खुल्यो अहिले नि। आज नि राम्रो दिन भइराछ तर आज चाहिँ हामी ब्याक टु नेपाल अनि त्यही हो रमाइलो भयो। अब चाहिँ हामी यहाँ गाडी पर्खिरहेको छौं। त्यही हो हिजोतिर चाहिँ के भन्दा फेरि मेरो भिडियोहरु चाहिँ कोही चाहिँ खिच्न पाएन किन भन्दा फेरि मेरो के अरे स्टोरेज फुल देखायो नि त। मेरो त्यो वाइफाई नभएर होला गुगलमा ब्याकअप भएन क्या मेरो त्यो फोटोहरु। अनि त्यही हो अब जस्तो जे छ त्यसलाई नै मैले एडिट गरेर लगाएको छु अनि त्यही नै हेर्दिनु होला, माया साथ दिनु होला। त्यही हो आज चाहिँ हामी अब ब्याक टु नेपाल। बाइ बाइ दार्जिलिङ अहिलेलाई चाहिँ। अब फेरि बाटोतिर म खिच्छु स्टिल हाम्रो नेपाल र इन्डियाको बोर्डर आउने बेलासम्मको अनि यता नेपालको है त। ल है अब चाहिँ हामी निस्क्यौं, हाम्रो गाडी आयो। त्यही हो अब दार्जिलिङलाई बाइ बाइ। अब नेपाल बाइ बाइ दार्जिलिङ। हामी पसौली नगरतिर इलाम हुँदै कन्यामको टुरमा हामी लाग्यौं। अब आजको नि टुर राम्रो होस् हिजोको जस्तै। आज कन्यामतिरै हुन्छ होला हाम्रो। दार्जिलिङको यो चाहिँ एकदम फेमस रुखहरु, धुपीका रुखहरु कत्रो छ यहाँनिर। अनि तर टिकट सिस्टम रहेछ यहाँनिर। पुरा यस्तो रहेछ कत्रो आमा रुखहरु त यसरी हैन न कस्तो राम्रो नि। ल है गाइजहरु यहाँ चाहिँ दार्जिलिङको धुपीको रुखहरु यस्तो छ है। यता कत्रो ठुलो कत्रो अग्लो कस्तो राम्रो रहेछ यस्तो छ है। ल हामी चाहिँ यहाँ पनि डुलिसक्यौं है। अब चाहिँ फोटोसुट खिच्यौं, फोटोसुट गर्यौं है। यस्तो देख्छ यहाँनिर चाहिँ पुरा यस्तो रुख छ है। अलिक आँखाले देखे जस्तो चाहिँ देखेको छैन त्यही पनि यस्तो छ। अब चाहिँ हामीले खिचिसक्यो, अब चाहिँ हामी जाँदैछौँ। अब चाहिँ गयौँ है त। ल सुखिया बजार है। यो चाहिँ सुखिया बजार जस्तो रहेछ है। इन्डियाको सुखिया बजार। सुखिया बजार ठुलो रहेछ। यो उतापट्टिको नेपाल हो। नेपालको सिमाना मोटल अरे यहाँ चाहिँ के हेर्ने छ यहाँदेखि बाटोदेखि नै उपर थ्याङ्क यू फर भिजिट भनेको रहेछ। ल अब नेपाल छिर्यो है। यो पल्लो घर नेपाल। लु नेपाल छिर्यो त। नेपाल यतै यो गरेर नेपालको इन्डिया जानु पर्यो त। ल मैले चाहिँ यहाँनिर हाम्रो फेमस दाइ भेटेँ है। दाइ हाम्रो पेन्टेरेङ दाइलाई भेटेँ यहाँनिर। दाइ यो चाहिँ मेरो सानोतिनो भ्लग हो। म त अघि देखेँ जस्तो लाग्यो कि कहाँ देखेको यो दाइलाई मैले भनेको थिएँ कि। यता दाइ हुँदो रहेछ। दाइसँग म एउटा फोटो खिच्छु है। ल यो सबै नेपाल, सबै नेपाल यताको सबै नेपाल हो। यो देखेको चाहिँ नेपालहरू। ऊ माथि हिमाल तर कस्तो हुस्सेले गरिदिइहाल्यो नि हिमाललाई। कञ्चनजङ्घा हिमाल है यो। अहिले चाहिँ हामी नेपाल साइडमै होला हौ। नेपालपट्टि रोड चाहिँ इन्डिया हो। रोड इन्डिया तर नेपाल छिरिसक्यो। लु यस्तो छ है। हामी चाहिँ यहाँनिर सपिङ गर्ने ठाउँमा छौँ है।
त्यसरी नभन्नु न बहिनी। अब चाहिँ हामी पशुपतिनगर आया झरे बनाउनु छ, उहाँले नै बनाउँछ होला। ल यतापट्टि इन्डिया, यतापट्टि नेपाल। यहाँ नेपालको झन्डा छ हौ, होइन एकछिन मिलाउँछौँ। को पर नेपालको झन्डा छ। ल है त अहिले चाहिँ राख्दै हामी पशुपतिनगरमा छौँ। हाम्रो देश आयौँ, जननी जन्मभूमि स्वर्गदती गरियासी। अनि हामी यता अब हामी कन्यामतिर लाग्छौँ। त्यही हो है त। ल जाउँ। ल है त हामी यहाँनिर नेपाल तपाईँको हार्दिक स्वागत गर्दछ भन्ने ठाउँमा आयौँ। हाम्रो गेट ल है त हामी चाहिँ छिरिङ गेटबाट पर पनि त्यस्तै हो अघि हिजो हाम्रो नेपाल। हामी चाहिँ छिरिङ गेटबाट पर पनि त्यस्तै हो अघि हिजो हाम्रो नेपाल। ल है त अब चाहिँ नेपाल छिरिङ है हामी गाइजहरू। हामी दार्जिलिङ गइरहेको है। नेपाल हो, नेपाल हो। हामी दार्जिलिङ घुम्न गएको थियौँ। नेपाल सङ्घ सभा। अब चाहिँ नेपाल आयौँ। हामी चाहिँ पशुपतिनगरबाट जाँदैछौँ कन्यामतर्फ। ए कस्तो राम्रो घर दिएको यो यल्लो कलरको। गाइजहरू अब चाहिँ हामी कन्याम छिर्यौँ। कन्याममा अब हामी फोटोसुट गर्छौँ, एकछिन हेर्छौँ। अनि त्यहाँदेखि पत्रीतर्फ लाग्छौँ हामी। त्यहाँदेखिको पहिरो गएर त राम्रो। ल है त हामी कन्याम आइपुग्यौँ मेन ठाउँमा। हजुर ड्रेसहरू लाउने हामी यही हो त। हेर्नु न हामी ड्रेस लाउँछौँ। ड्रेस लगाएर अनि फोटोसुट गर्ने। ल हामी चाहिँ कन्याममा झऱ्यौँ यहाँनिर। अब ड्रेस लगाएर फोटोसुट गर्ने। अलिअलि कुहिरो लागिरहेछ बादल। अनि त्यही हो। खोइ भाउजूलाई पर्खिमा त कहाँ जानुभयो भाउजू? भाउजू मेरो पछाडि मैले देखेको छैन। यत्तिकै हेर्दै जाउँ न। आउनु आउनु भयो दाजु भयो आउनु। उता जाने यताबाट जानुपर्छ होइन कि त पर गएर बस्दै गर्नु नि त। ल ल जानु जानु ल। हेलो फाइनली हामी आइपुग्यो। सबैभन्दा ठुलो कुरा मौसमले साथ दियो। त्यही हो। आउनु है आमासँग न बिस्तारै कान्छी। ल यो चाहिँ ड्रेसहरू पाउने ठाउँहरू रहेछ यहाँनिर। पसलहरू यस्तो रहेछ। भाउजू र कान्छी अगाडि जाँदैछन्। ल कन्याममा छौँ हामीहरू अहिले। यस्तो रहेछ है त। छैन क्या लामो रहेछ, ठुलो रहेछ। त्यो पर पनि हो कि त्यो बेच्ने हो कि त्यो ड्रेस लाउने हो? पारी पनि रहेछ नि एउटा। त्यहाँ पो राम्रो छ कि क्या हौ? यहाँनिर ड्रेस लगाउन आँट्यौँ। हामीले चाहिँ तामाङ ड्रेस रोज्यौँ अनि भाउजूले चाहिँ लिम्बू ड्रेस। अनि त्यही लगाउँछौँ हामी है त। अहिले ड्रेस लगाएपछि देखाउँछु तपाईँहरूलाई। ल भ्यू चाहिँ यस्तो छ। ल है त ड्रेस लगाइयो आधी उधी। अब फेरि पुरै लगाउनु भएको छ है त। यता आमा र भाउजू कान्छी रेडी हुँदैछ भित्र। मैले चाहिँ तामाङ ड्रेस लगाएँ। ए तामाङ होइन यो शेर्पा ड्रेस नै हो। कस्तो कन्फ्युज भयो। शेर्पा ड्रेस लगाएँ मैले, आमाले, उता कान्छीले तामाङ ड्रेस लगायो, भाउजूले लिम्बू ड्रेस। हामी चाहिँ अब फोटोसुट गर्नलाई जाँदैछौँ डाँडातिर है त। लु गाइजहरू कस्तो देख्यो कमेन्ट गर्नु होला है। ल यता लु आमाले पनि शेर्पा ड्रेस अनि यता घोडाहरू रहेछ। त्यस्तो रहेछ है गाइजहरू। फोटोसुट हुँदैछ हाम्रो क्यामेराबाट।
यस्तो छ सुरुमा हामी सिंगल खिच्ने अनि ग्रुप अनि कन्यामबाट देखिने चाहिँ भ्यू यस्तो छ अहिले चाहिँ यता हुस्याल लागेको छ अनि अलिक धेरै छैन पारीतिरको अनि यस्तो चाहिँ यहाँ डाइस पनि खेलाउँदै रहेछ यहाँ पर अनि यहाँ घोडा छ ल फोटोसुट पनि भयो अनि यतै हामी सबैजना हेलो गाइजहरू हेलो कान्छी ल हामीले फोटोसुट गऱ्यौँ अब चाहिँ हामी एकछिन माथितिर जान्छौँ यहाँबाट जाउँ यताबाट यहाँबाट निस्किँदो रहेछ त यहाँबाट निस्किँदो रहेछ ल पानीको छिटा है एकछिन यो कुल्छु ल्याएको हुस्सेले यहाँ बाबु घोडा चढ्नु हुने रे अहिले घोडा चाहिँ यहाँ पछाडि यस्तो रहेछ ल हाम्रो यहाँनिर तामाङनी कान्छी Tamangni, I'm not Gurungni. Oh, कान्छी न तामाङ न गुरुङ तामाङनी ल है त हामी यहाँ कन्याममा ठ्याक्कै कन्याम लिएको रहेछ हामी चाहिँ अब होइन फोटो खिच्यौँ अनि त्यस पछाडि भाउजू घोडा चढ्नु भयो अनि हामीले टिकटकहरू पनि बनायौँ हामीले भन्दा मैले अनि त्यही हो अब हाम्रो यो हप्ताको टुर चाहिँ यति नै होइन यहाँसम्मको लागि भ्लग होइन त्यही हो अब गलियो ब्याट्री पनि सकिन आँट्यो सो के भन्छ यो पालिको होलिडे यो पालिको भ्लग चाहिँ यति नै अब अर्को ठाउँमा नयाँ भ्लग लिएर आउने छु त्यो बेलासम्म चाहिँ माया गरिदिनु होला साथ सपोर्ट दिइराख्नु होला है त अहिलेलाई बाई बाई सी यू त्यही हो घुम्यो रमाइलो भयो मौसम चाहिँ एकदम रमाइलो भयो अरूभन्दा पनि अब धेरै ठाउँमा क्षति गयो होइन त्यो चाहिँ अलिकति दुःखद कुरा हो तर हाम्रो चाहिँ एकदम राम्रो भयो होलिडे त्यही हो अहिलेलाई चाहिँ बाई बाई सी यू इन नेक्स्ट भ्लग एन्ड गरेको तर बुवा चाहिँ यहाँनिर घोडामा चढ्नु हुने रे अनि यहाँ खिच्दिएको है त तर अलिक कस्तो कालो कालो देखियो अहिले एकछिनमा खिच्नु पर्यो यसको आवाज चाहिँ फेरि एकदम मनपर्छ है मलाई चाहिँ ल हेर त आवाज अब चाहिँ बुवाको 1 राउन्ड हुन आँट्यो कन्याममा बुवाको रहर यहाँ घोडा चढ्ने फोटो पनि खिचिदिएँ मैले त्यही हो ल है त ठिकै छ ल अहिले ल यति नै है त राखिदिएँ अहिले चाहिँ बुवा बाई बाई ल है दाजुले 400 मार्नु भएछ 200 को मैले दिएँ 400 यहीँ मारेर आउनु भएछ लु है लु लकै लाग्छ आज हाम्रो ल ल लु जाउँ अब है टोइलेट जाउँ अनि ल